हेलो साथी नमस्कार। आज 2025 को अक्टोबर 18 तारिक यहाँनिर हामी घाँसमा जाँदा सित्राको पनि व्यापार अनि पशुपतिको पनि दर्शन भने चाहिँ घाँसमा जाँदा यहाँ सब्जी पाइयो। यो दृश्य हजुरहरूसँग सेयर गर्न चाहेँ। विशेष गरी यो सायद हाम्रो भेकमा पाइने नाकिमा भन्छ, यो एउटा औषधिमूलक सब्जी पनि भनिन्छ। यसलाई तपाईहरुले हेरेर यसमा के तपाईहरु पाउनुहुन्छ अनि के कमेन्ट लेख्नुहुन्छ यसमा तपाईहरुले गरिदिनु होला। र म विलियम राई, विशेष गरी आज बुढाबुढी दुईजना हामी घाँसमा गएको थियौँ। घाँसमा जाँदा चाहिँ यिनीहरू जङ्गलमा पाएको यो सब्जी। ल हस्, आजलाई यति नै। थ्याङ्क यू।